जसै पनि हामी यस कार्यक्रममा देशका समसामयिक विषयवस्तु विशेष गरी सामाजिक आर्थिक र राजनीतिक विषयवस्तुलाई विभिन्न कोणबाट चर्चा छलफल र बहस गरिरहेका छौं। आजको अङ्कमा मसँग हुनुहुन्छ महालक्ष्मी नगरपालिका धनकुटाका मेयर परशुराम नेपाल। दर्शक आजको बसाइमा हामी विशेष गरी पछिल्लो समयमा अलिकति कर विवाद उत्कर्षमै छ। एक हिसाबले आम जनतालाई करले एउटा त्रास पैदा पनि गरेको छ। साथसाथै स्थानीय तहहरूले विकेन्द्रीकरणको मुद्दालाई कसरी समेटेका छन्। नयाँ आर्थिक वर्ष पनि सुरु हुँदैछ। नयाँ योजनाहरू के छन् नगरपालिकाका, यी र यावत विषयमा छलफल गर्दैछौँ। आउनुहोस् आजका हाम्रा अतिथिलाई स्वागत छ। कसरी विदेश दिनु के गरिदिनु चाहन्छ? हामी त अब जनताको सेवामा समर्पित मान्छे हो। जनताका समस्याहरू भर्खर उजागर हुन थालेका छन्। गाउँका समस्याहरू भर्खर बुझ्न थालेका छन्, भर्खर उजागर हुन थालेका छन्। तिनै समस्याहरू कसरी समाधान गर्ने होइन, अझै के जनताका समस्याहरू के बाँकी छन्, हाम्रो गाउँठाउँ बनाउनु पर्ने सन्दर्भमा के बाँकी छ त्यसको खोजी गर्ने र त्यसलाई कसरी हुन्छ छिटोभन्दा छिटो समाधान गर्ने यही सिलसिलामा जस्तो अलिकति अब जस्तो महिनामा एकचोटि काठमाडौँमा आइकन मेयरहरूलाई सायद त्यो सेटिस्फ्याक्सन नमिले हो कि हामी त्यही एउटा प्र्याक्टिसमा जानेछौँ कि स्थानीय तह एउटा संहिता भनेर पनि भनिएको छ। के हो हामीलाई काठमाडौँ आउने रहेछ। हामीलाई जहाँ जिम्मेवारी दिएको छ ती बसेर हाम्रा दिएका कामहरू हामीले पाएको जीववाद पुरा गर्ने हाम्रो जुनै रहर होइन, त्यो गर्नु पनि पर्ने। तर भनिएको छ स्थानीय सरकार कब्जा गरेको छ केन्द्रले सबै चिजको होइन, तपाईँ बजेटदेखि लिएर नीति नियमदेखि लिएर सारा चिज त्यहाँबाट अनुमति नभइकन त्यहाँ एप्लिकेसन नभइकन केही हुन नसक्ने संविधानमा लेखिएको छ। तर त्यहाँभन्दा पछाडि अरू कानुनहरू केन्द्रले बनाउनुपर्ने कानुनहरू बनाउन सकेका छैन। भ्रष्ट के भनिएको छ भने माथिको कानुन लागू हुन्छ भनिएको छ, ठुलो कानुन लागू हुन्छ भनिएको छ होइन। हामीले कानुन बनाए पनि प्रदेशसँग बाजिनु भएन, केन्द्रसँग बाजिनु पर्यो। केन्द्रले कानुन बनाउँदैन, प्रदेशले कानुन बनाउँदैन। र मैले अर्को के बुझाएको छु भने अब यो हाम्रो नेपालीहरूको सोच हामी जहाँबाट हुर्क्यौँ यो सामुन्ती सोचका आधारमा नै नेपालीहरू चाहिँ के भने हुर्केका रहेछौँ र अर्कोलाई चाहिँ सशक्त नबनाउने आफू सशक्त हुने जहाँ पुगे पनि। तपाईँ अहिले हेर्नुहोस् जम्मा 3टा सरकारको परिकल्पना चाहिँ संविधानमा गरिएको छ। सङ्घ छ, प्रदेश छ, स्थानीय सरकार छ। कोमा समस्या हो? कर्मचारीमा समस्या हो कि राजनीति नेताहरूमा समस्या हो? समस्या सबैमा समस्या छ।